नमस्ते। आज हामीले खासमा एउटा भ्यारिकोसिलको अपरेसन गर्न गइराखेको छौँ। भ्यारिकोसिल भनेको अन्डकोशको जुन रगत कुण्डली हुन्छ त्यो चाहिँ अनावश्यक तरिकाले सुन्निएर जानु हो। यो 34 वर्षको मेल मान्छे, पुरुष मान्छे, जसमा चाहिँ के भएको छ भन्दाखेरि खासमा प्राइमरली उहाँहरू चाहिँ लगभग 8-9 वर्षदेखि बिहे गरिसकेको, तर बच्चा चाहिँ अहिलेसम्म पनि कन्सिभ नगरेको। सो बाँकी सबै हार्मोनल प्यारामिटर्सहरू सबै हेर्दाखेरि सबै कुरा ठिकै नै छन् उहाँको, तर सिमेन्ट क्वालिटी र सिमेन्टको जुन मार्कसहरू हुन्छ त्यो चाहिँ पुवर देखियो। त्यही भएर दुवै साइडमा ग्रेड 3 भ्यारिकोसिल छ, जुनलाई चाहिँ हामीले अपरेसन गरेर उपचार गर्न गइराखेका छौँ। आशा गर्छौँ कि यो अपरेसन पश्चात उहाँको बच्चा चाहिँ कन्सिभ हुन्छ। हस्। This and the next one.